हेलो स्टुडेन्ट्स, हजुरलाई स्वागत छ हाम्रो एचआरबी क्लासेसमा। आज चाहिँ हामीले एससी मोडल पेपर चाहिँ सल्भ गर्दैछौँ। हामीले मिड टर्मको पेपरलाई चाहिँ सल्भ गर्दैछौँ, फर्स्ट मिड टर्मको। सो यहाँ चाहिँ हाम्रो फुल मार्क्स चाहिँ 50 मार्क्स रहेको छ, पास मार्क्स 20 मार्क्स रहेको छ र हाम्रो टाइम भनेको 1.5 आवर रहेको छ। अनि यहाँ चाहिँ सोल्युसन सेटको अलि डिस्क्रिप्सन हेर्ने हो भने every question from the model paper is solved step by step, showing the formula used, substitution of values, fully calculation working, and clearly highlighted final answer. Diagrams are provided wherever they help visualize the problem. Venn diagram भयो, कोन भयो, पिरामिड भयो। सो हाम्रो चाहिँ क्वेसन 1 रहेको छ 7 मार्क्सको लागि। क्वेसन 1 मा चाहिँ हामीलाई चाहिँ इन अ ग्रुप अफ 120 120 जनाको ग्रुपमा टी अर कफी ड्रिङ्कर्स भन्छ है। 120 जनाको ग्रुपमा टी र कफी ड्रिङ्क गर्ने मान्छेहरू छन् रे। अनि 75 प्रिफर टी, 75ले चाहिँ टी मन पराउँछन्, 55 प्रिफर कफी, 55 चाहिँ कफी मन पराउँछन्। त्यसो हो भने ए नम्बर चाहिँ सोधेको छ if T and C represent the set of people who prefer tea and coffee respectively, write the cardinal notation for the set of people who prefer both भन्छ। नोटेसन मात्र लेख्नुहोस् भनेको हो। सो यहाँ चाहिँ हामी सपोजिसन गरौँ, सपोज द्याट टी एन्ड सी रिप्रेजेन्ट द पिपल हु प्रिफर टी एन्ड कफी भन्छौँ। त्यसो भने टोटल नम्बर अफ पिपल एनयुको भ्याल्यु कति भयो, हाम्रो 120 भयो। दिस इज द एनयु। एन्ड नम्बर अफ पिपल हु प्रिफर टी एन्ड टी कस्ट कति भयो, 75 भयो। एन्ड एन अफ सी कस्ट कति भयो, 55 भयो। यहाँ गिभन दिएको छ। र टी इन्टरसेक्सन सी भनेको चाहिँ 15 दिएको छ। यो पार्ट बीमा दिएको छ, सेकेन्ड पार्टमा यसकै हामी एकैछिनमा हेर्नेछौँ। र एमा चाहिँ हामीलाई सोधेको यति हो कि यो दुवै मन पराउनेलाई चाहिँ कार्डिनल नोटेसनमा लेख्नुहोस् भनेको मात्र हो। सो सेट अफ पिपल हु प्रिफर बोथ टी एन्ड कफी इज द इन्टरसेक्सन अफ टी एन्ड सी, द रिटर्न एज टी इन्टरसेक्सन सी। हामीले चाहिँ दुवै मन पराउनेलाई इन्टरसेक्सनले राख्छौँ र कार्डिनल नोटेसन भनेको चाहिँ एन अफ टी इन्टरसेक्सन सी हुन्छ। यही नै हाम्रो आन्सर रहेको छ। देयरफोर एन्ड टी इन्टरसेक्सन सी रिप्रेजेन्ट द नम्बर अफ पिपल हु लाइक बोथ टी एन्ड कफी, यति देखाउँदा हुन्छ। अब हामीलाई चाहिँ एन अफ टी इन्टरसेक्सन सीको भ्यालु दिएको छैन, यहाँ चाहिँ कार्डिनल नोटेसन मात्र देखायो भनेको यसको भ्यालु चाहिँ बी नम्बरमा दिएको छ इक्वल्स टु 15 भनेर चाहिँ बी नम्बरबाट लेख्दा नि हुन्छ। सो यति लेख्दा नि हुन्छ, हाम्रो चाहिँ आन्सर यति लेख्दा नि हुन्छ। एन्ड टी इन्टरसेक्सन सीले चाहिँ नम्बर अफ पिपल हु लाइक बोथ टी एन्ड कफीलाई चाहिँ रिप्रेजेन्ट गर्छ भनेर चाहिँ लेखौँ है। अब बीमा आउँ, बीमा चाहिँ क्वेसन सोधेको छ 15 पिपल प्रिफर बोथ टी एन्ड कफी, सो द एबभ इन्फर्मेसन भेन डायग्राम भन्छ। अब यदि 15 जनाले दुवैलाई मन पराउँछन् भने भेन डायग्राममा देखाउनुहोस् भन्छ। हामीलाई थाहा छ एन अफ टी थाहा छ, एन अफ सी थाहा छ, अनि एन टी इन्टरसेक्सन सी थाहा भइसक्यो। त्यसो भने हामीले चाहिँ डायग्राममा देखाउँछौँ। डायग्राममा देखाउनुको लागि चाहिँ हामीले पहिला एन ओन्ली टी निकाल्यौँ। एन ओन्ली टी भनेको चाहिँ एन अफ टी माइनस टी इन्टरसेक्सन सी, 75 माइनस 15 यो भनेको 60। एन ओन्ली सी भनेको एन अफ सी माइनस टी इन्टरसेक्सन सी, यो भनेको 55 माइनस 15 यो भनेको 40। सो डायग्राममा देखाउँदाखेरि हाम्रो कति आउँछ भ्याल्यु भनेको एन अफ टी इन्टरसेक्सन सी भनेको 15 राख्छौँ पहिला हामी, बिचमा 15 राख्छौँ है। अब एन अफ टी भनेको 75 थियो, 75बाट 15 घटायो 60 आयो। एन अफ सी भनेको 55 थियो, 55बाट 15 घटायो 40 आयो। र सबै जोड्दाखेरि 65 प्लस 15 प्लस 40 प्लस 40 गर्दाखेरि कति आयो, अब 70 80 100 70 80 120 आयो ठ्याक्कै है। भ्याल्यु कति आयो, 120 आयो। 75 85 हेरौँ है, 75 माइनस 50 भनेको 40, 115 आयो। 60 प्लस 40 प्लस 15 गर्दाखेरि 115 आयो। हाम्रो 120 थियो, टोटल एनयुको भ्याल्यु 120 थियो, यो एनयु भनेको 120 थियो। त्यसो दाबी भ्याल्यु कति आयो, 5 आयो कम्प्लिमेन्टको भ्याल्यु है। सो नाउ हाम्रो सीमा चाहिँ क्यालकुलेट द नम्बर अफ पिपल हु डु नट प्रिफर एनी अफ द ड्रिङ्क भन्छ। कुनै पनि ड्रिङ्क मन नपराउनेलाई चाहिँ क्यालकुलेट गर्नुहोस् भन्छ। यसको लागि चाहिँ हामीले फर्स्ट चाहिँ एन अफ टी युनियन सी निकाल्छौँ। वी हेभ ओन्ली वान ड्रिङ्क, एटलिस्ट वान ड्रिङ्क मन पराउने निकालौँ। एन अफ टी इन्टरसेक्सन टी युनियन सी निकालौँ। त्यो भनेको एन अफ टी युनियन सी इक्वल्स टु एन अफ टी प्लस एन अफ सी माइनस टी इन्टरसेक्सन सी हो। यो भनेको 75 प्लस 15 55 माइनस 15 भनेको 130 माइनस 15 भनेको 115 आएछ। सो एन अफ टी युनियन सीको भ्याल्यु कति आयो, 115 आयो, 115 आयो।
अब त्यसो हो भने सबट्र्याक्ट दिस भ्याल्यु फ्रम हामीले चाहिँ एनीबाट यसलाई घटायो भने नाउ टी युनियन सीको कम्प्लिमेन्ट भनेको एनएफ यु माइनस एनएफ टी युनियन सी गऱ्यो भने 120 माइनस 115 गऱ्यो भने कति आउँछ 5 आउँछ। सो यसरी चाहिँ हाम्रो भ्याल्यु कति आयो 5 आयो। त्यहाँबाट 5 पिपल डु नट प्रिफर आइदर टी ओर कफी भन्छौँ है। यहीँमा चाहिँ हामीले चाहिँ यही पोइन्टमा चाहिँ यो फर्मुलामा चाहिँ हामीले यदि एनयुकै फर्मुला राख्ने हो भने एनयुकै राख्दा नि हुन्थ्यो। एनयु भनेको एनएफटी प्लस एनएफसी माइनस इन्टरसेक्सन टी इन्टरसेक्सन सी अनि प्लस कम्प्लिमेन्ट यसबाटै राखे नि हुन्थ्यो। टी युनियन सी कम्प्लिमेन्ट यसबाटै राखे नि हुन्थ्यो। छुट्टा छुट्टै निकालेर राख्दा नि हुन्छ, एउटै भ्याल्यु आउँछ। सो 5वटा जनाले चाहिँ 5वटा मान्छेले चाहिँ कुनै पनि ड्रिङ्कहरू चाहिँ मन पराउँदो रहेनछ भनेको। अब आयौँ हामी चाहिँ क्वेसन नम्बर 2मा A man deposit Rs50,000 in a fixed deposit account for 2 years at a compound interest rate of 10% per annum. 10% पर एनमको रेटमा चाहिँ 2 वर्षको लागि चाहिँ एउटा मान्छेले 50,000 डिपोजिट गरेछ भनेको है। त्यसो हुँदाखेरि प्रिन्सिपल भनेको 50,000 भयो। प्रिन्सिपल कति भयो 50,000 भयो। प्रिन्सिपल इक्वल्स 50,000। रेट अफ इन्ट्रेस्ट आरको भ्यालु 10%, टाइमको भ्यालु 2 इयर भयो। अब ए नम्बरमा जाउँ। ए नम्बरमा चाहिँ के भन्छ राइट द फर्मुला टु फाइन्ड द कम्पाउन्ड एमाउन्ट वान इन्ट्रेस्ट इज कम्पाउन्डेड एनुअली भन्छ। सिएको फर्मुला लेख्नुहोस् भनेको सिए भनेको फी ब्र्याकेट 1 + r/100 अल्फा टी हुन्छ भने बुझ्ने। सी इक्वल्स टु फी ब्र्याकेट 1 + r/100 अल्फा टी, वर पी भनेको प्रिन्सिपल, आर भनेको रेट, टी भनेको टाइम। यसो चाहिँ हामी क्यालकुलेट गर्छौँ, फर्मुला लेख्यौँ। बी नम्बर चाहिँ क्यालकुलेट द टोटल एनुअल कम्पाउन्ड इन्ट्रेस्ट यु विल रिसिभ एट द एन्ड अफ 2 इयर्स भन्छ। 2 वर्ष सकिँदाखेरि उसले कति सिआई पाएको होला निकाल्नुहोस् भन्छ। सिआईको फर्मुला चाहिँ डाइरेक्ट यो राख्दा हुन्छ सिआई इक्वल्स टु टी 1 + r/100 अल्फा टी माइनस 1 यो राखे नि हुन्छ होइन। पहिला हामीले सिए निकाल्छौँ भने सिए इक्वल्स टु त्यो माथिकै फर्मुला फी ब्र्याकेट 1 + r/100 अल्फा टी, प्रिन्सिपल भनेको 50,000, 1 + r भनेको 10% अपन 100 अल्फा 2, 1.1 को स्क्वायर भनेको 1.21 × 50,000 भनेको 60,500 आयो। यो चाहिँ हाम्रो सिए आएको। अब सिआई निकाल्न के गर्नु पऱ्यो सिएबाट प्रिन्सिपल घटाउनु पऱ्यो। सो 60,500 माइनस 50,000 भनेको सिआईको भ्याल्यु कति आयो 10,000 आयो। हामीले अघिको सिआईको अर्को फर्मुला राखेको भए पनि हाम्रो सिआई कति आउँथ्यो 10,500 नै आउँथ्यो। सो सिआई भनेको कति रहेछ त 10,500 रहेछ। अब सी नम्बरमा चाहिँ इफ द ब्याङ्क इन्स्टेड अफर सेमी एनुअल कम्पाउन्ड इन्ट्रेस्ट एट द सेम रेट, यदि चाहिँ ब्याङ्कले चाहिँ सेमी एनुअली बेसिसमा सिआई दिएको कम्पाउन्ड इन्ट्रेस्ट दिएको भए हाउ मच एक्स्ट्रा मनी यु विल मेक भन्छ, कति उसले एक्स्ट्रा पाउँथ्यो होला भनेर सोधेको। यसमा चाहिँ हामी चाहिँ हाफ इयरली सिआईको फर्मुला राख्छौँ। सिआई हाफ इयरली राख्यो भने फी ब्र्याकेट 1 + r/200 होल पावर 2t माइनस 1 यो राखे नि हुन्छ। हामीले चाहिँ यहाँ अलि डिफ्रेन्ट एप्रोचबाट गएको छौँ। सेमी एनुअल रेटमा चाहिँ 10%/2 गऱ्यौँ 5% हाफ इयरली लाग्छ भनेको। नम्बर अफ पिरियड भनेको 2 वर्ष हुन्छ अनि 2 वर्षलाई 2t गर्दाखेरि 2 × 2 भनेको 4 हाफ इयर हुन्छ, 4वटा 6 महिना हुन्छ भनेको। त्यसो हुँदाखेरि हामीले सिए निकाल्यौँ पहिला कम्पाउन्ड एमाउन्ट अघिकै जस्तै पी 1 + r/100 होल पावर 4 राख्यौँ। 2t को भ्याल्यु चाहिँ 4 हुन्छ। अब यो आरको भ्याल्यु हामी 5 राख्छौँ। यहाँ हामीले चाहिँ आर निकालिसकेका छौँ 5। त्यसो गर्दाखेरि हाम्रो कति आउँछ 1 + 5/100 होल पावर 4 आउँछ। सो यो भनेको 50,000 × 1.2155065 आउँछ। एप्रोक्स 60,775.31 आउँछ हामीले राउन्ड अफ गर्ने हो भने। अब त्यसो हुँदाखेरि हामीले चाहिँ यो अर्को फर्मुला अघिको फर्मुला राखेको भए पनि त्यही आउँथ्यो 1 + r/200 होल पावर 2t माइनस 1। हाम्रो सिएको भ्याल्यु यो आयो। अब सिआई निकालौँ। सिआई भनेको त सिए माइनस पी हो। त्यो भने 60,775 माइनस 50,000 गरौँ। यो 10,775.31 आयो। यो हाम्रो सिआई हो। यो डाइरेक्ट यो फर्मुला राखेको भए पनि हाम्रो सिआई यति नै आउँथ्यो। सो डोन्ट गेट बी कन्फ्युज इन दिस। यसमा चाहिँ कन्फ्युज नहुनु होला। यहाँ यो फर्मुला हामीले सिए निकालेर सिएबाट प्रिन्सिपल घटाएर त्यसपछि सिआई निकालेको हो। र यहाँ रेट चाहिँ के गर्यौँ हाम्रो चाहिँ एनुअली बेसिसमा 10% हुन्थ्यो भने हाफ इयरली बेसिसमा चाहिँ 10/2 भनेको 5% हुन्छ। अनि पिरियडको चाहिँ चारवटा पिरियड हुन्छ। वर्षमा 2 चोटि क्यालकुलेट गर्ने भएको कारणले 2 वर्षमा 4 चोटि क्यालकुलेट गर्नुपर्छ। सो त्यसो भएर चाहिँ यसको पिरियड भनेको 4 भ्याल्यु हुन्छ।
त्यसो हुँदाखेरि फाइनल एक्स्ट्रा इन्कम कति अघिको भन्दा कति बढी आयो भन्ने कुरा अघि हाम्रो 10,500 आएको थियो भने अब 10,775.31 आयो सो एक्स्ट्रा एमाउन्ट भनेको 10,775.31 माइनस 10,500 275.31 आएछ By choosing semi-annual compound interest compounding, he will earn an extra amount of Rs 275.31 हुन्छ भने डिफ्रेन्स निकाल्ने अहिलेको न्यू सिआईबाट पुरानो सिआईलाई घटाउने यसरी डिफ्रेन्स आउँछ भनेको दिस इज द सिम्पल आन्सर र अर्को क्वेसन छ क्वेसन नम्बर 3 मा चाहिँ देयर आर 4 अर्थमेटिक मिन बिट्विन 20 एन्ड 45 40 र 45 र 20 को बिचमा चारवटा चाहिँ मिनहरू रहेको छ त्यसो भने हामीले फर्स्ट टर्म ए भनेको 20 भन्छौँ लास्ट टर्म बी भनेको 45 भन्छौँ नम्बर अफ मिन चाहिँ कति दिएको छ चारवटा दिएको छ त्यसो भने नम्बर अफ मिन भएपछि नम्बर अफ टर्म भनेको चाहिँ एन प्लस कति हुन्छ 2 नम्बर अफ मिन चारवटा छ भने 4 + 2 भनेको नम्बर अफ टर्म इक्वल्स टु 6 आउँछ अब नाउ हामी ए नम्बरमा जाउँ यदि फर्स्ट टर्म ए छ लास्ट टर्म बी छ नम्बर अफ मिन एन छ भने फर्मुला टु फाइन्ड द कमन डिफरेन्स डी भनेको एन भनेको नम्बर अफ के हो मिन हो डी इक्वल्स टु के हुन्छ फर्मुला टु फाइन्ड द कमन डिफरेन्स डी इक्वल्स टु बी माइनस ए बाई एन प्लस 1 अब एन इक्वल्स टु नम्बर अफ मिन यदि नम्बर अफ टर्म हुन्थ्यो भने यहाँ एन माइनस 1 हुन्थ्यो दिस इज द रिक्वायर्ड फर्मुला अब हामी बी पार्टमा छौँ वाट इज द थर्ड एर्थमेटिक मिन अफ द गिभन सिरिज भन्छ दिएको सिरिजको M3 भनेको कति हो भनेर सोध्यो त्यसको लागि हामीले डी निकाल्नु होला डी इक्वल्स टु बी माइनस ए बाई एन प्लस 1 भनेको 45 माइनस 20/4 + 1 25/5 भनेको 5 डीको भ्याल्यु कति रहेछ डी इक्वल्स टु 5 रहेछ त्यसो हो भने हाम्रो सिक्वेन्स कस्तो हुन्छ 20 20 + 5 20 + 10 20 + 15 20 + 20 45 हाम्रो सिक्वेन्सको त 20 25 30 35 40 45 अब M3 निकाल भन्छ भने हामी सिधै M3 निकाल्नुको लागि चाहिँ फाइन्ड द थर्ड अर्थमेटिक मिन भन्छ M3 को लागि सिधै M3 को फर्मुला राख्दा हुन्छ a + 3d यो भनेको 20 + 5 3 × 5 यो भनेको 35 यसो सिधै यो निकाल्दा नि हुन्छ थर्ड मिन भनेको 35 होइन हामी यसरी जान्छ भने सोच्नुहुन्छ भने यसरी जाँदा नि हुन्छ पहिलो मिन सेकेन्ड मिन थर्ड मिन फोर्थ मिन यसरी चाहिँ जाँदा नि हुन्छ सिधै फर्मुला राख्दा नि हुन्छ सो थर्ड मिन इज 35 यदि हजुरलाई चाहिँ M1 M2 M3 सबै सोधेको थियो भने फर्मुला भने a + d a + 2d a + 3d यसरी चाहिँ जाँदै जाने a + 4d सम्म जाने चारवटै मिन सोधेको भयो सो सीमा चाहिँ बिट्विन द अर्थमेटिक मिन एन्ड जियोमेट्रिक मिन 20 एन्ड 45 विच वान इज ग्रेटर एन्ड बाई हाउ मच हुन्छ बिचको अर्थमेटिक मिन भनेको चाहिँ a + b/2 हुन्छ a + b/2 हुन्छ हाम्रो कति आउँछ a + b/2 गर्दा 32.5 आयो 20 + 45/2 भनेको 65/2 यो भनेको 32.5 र जियोमेट्रिक मिन भनेको √/ab हुन्छ √/ab भनेको 20 × 45 √/900 आयो यो भनेको 30 आयो सो कुन ठुलो छ त अर्थमेटिक मिन ठुलो छ कतिले ठुलो छ 2.5 ले ठुलो छ 32.5 - 30 = 2.5 सो अर्थमेटिक मिन इज ग्रेटर देन जियोमेट्रिक मिन बाई 2.5 भन्यो and this is the conclusion AM 32.5 is greater than GM 30/2.5 यसरी चाहिँ हामीले कम्प्यारिजन गर्यौँ सो यहाँ चाहिँ हामीसँग क्वेसन नम्बर 4 रहेको छ क्वेसन नम्बर 4 मा चाहिँ कन्सिडर एन अर्थमेटिक प्रोग्रेसन फर्स्ट टर्म इज 7 एन्ड कमन डिफरेन्स इज 5 भन्छ अर्थमेटिक प्रोग्रेसन सपोज गर्नु जहाँ चाहिँ ए को भ्यालु चाहिँ 7 छ र डी को भ्यालु चाहिँ 5 छ ए नम्बर सोध्छ राइट द फर्मुला टु फाइन्ड द nth टर्म tn अफ एन अर्थमेटिक सिक्वेन्स भन्छ पहिला गिभन लेखौँ गिभन द्याट ए इक्वल टु 7 छ अनि डी इक्वल्स टु 5 छ सो tn भनेको tn इक्वल्स टु a + n - 1 * d हुन्छ जहाँ a भनेको फर्स्ट टर्म n भनेको नम्बर अफ टर्म र d भनेको चाहिँ कमन डिफरेन्स हो सो tn इक्वल्स टु a + n - 1 * d भनेर चाहिँ फर्मुला लेख्छौँ बी नम्बर चाहिँ फाइन्ड द भ्याल्यु अफ 12th टर्म इन द सिक्वेन्स भन्छ t12 को भ्याल्यु निकाल्नुहोस् भनेको t12 को भ्याल्यु निकाल्नुको a को भ्याल्यु दिएको छ d को भ्याल्यु दिएको छ n को भ्याल्यु दिएको छ सो t12 इक्वल्स टु a + n - 1 * d a + n - 1 * d गरेर चाहिँ राख्दाखेरि जस्तै t12 इक्वल्स टु a + n - 1 * d गर्दाखेरि a भनेको 12 रहेको छ अनि n भनेको a भनेको 7 रहेको छ n भनेको 12 रहेको छ अनि -1 * d भनेको 5 द्याट मिन्स 7 + 11 * 5 द्याट मिन्स 55 + 7 विच इक्वल्स टु 62 सो t12 को भ्यालु कति रहेछ 12th टर्म इज 62 भन्छौँ दिस इज द सिम्पलेस्ट क्वेसन
सो सीमा चाहिँ इफ अ सर्टेन टर्म इन सिक्वेन्स इज इक्वल टु 102 यदि कुनै टिएनको भ्याल्यु चाहिँ 102 हुने हो भने फाइन्ड द पोजिसन अफ द नम्बर एनको भ्याल्यु निकाल्नुहोस् भनेको त्यसमै पनि टिएनकै फर्मुला राख्छौँ वी हेभ टिएन इक्वल्स टु कति छ 102 छ टिएन इक्वल्स टु फर्मुला के छ ए प्लस एन माइनस 1 इन्टु डी एन माइनस 1 इन्टु डी अब टिएन भनेको 102 राखौँ ए भनेको 7 प्लस एन भनेको थाहा छैन 1 इन्टु डी भनेको 5 अब 7लाई चाहिँ हामी के गर्छौँ 102 इक्वल्स टु 7 प्लस एन माइनस 1 इन्टु 5 अब 7लाई चाहिँ यतापट्टि ल्याउँदाखेरि माइनस भयो 102 माइनस 7 102 माइनस 7 इक्वल्स टु एन माइनस 1 इन्टु 5 एन माइनस 1 इन्टु 5 अब यो घटाउँदाखेरि 95 आयो 95लाई 5ले डिभाइड गर्ने कति आयो 19 आयो एन माइनस 1 इक्वल्स टु कति 19 त्यसो भने एन इक्वल्स टु कति 20 सो 102 भनेको चाहिँ 20 त टर्म रहेछ सिक्वेन्सको भनेर चाहिँ भन्यो दिस इज द कन्क्लुजन फर दिस क्वेसन अब चाहिँ हामी क्वेसन नम्बर 5मा गयौँ एन इम्प्लोइ अर्न्स स्टार्टिङ मन्थली स्यालेरी अफ आरएस 30,000 एभ्री इयर हरेक वर्ष चाहिँ 30,000 कमाउँछ एभ्री इयर दे रिसिभ अ फिक्स स्यालेरी इन्क्रिमेन्ट अफ आरएस 2,000 पर मन्थ अब हरेक वर्ष चाहिँ महिनाको 2,000 चाहिँ इन्क्रिमेन्ट पाउँछ भनेको सो स्यालेरी फर द फर्स्ट इयर भनेको 30,000 भयोएको भ्याल्यु 30,000 एनुअल इन्क्रिमेन्ट अफ डी भनेको चाहिँ 2,000 हरेक वर्ष 2,000ले पर्छ र ए नम्बरमा आउँछ ए स्टेट द फर्मुला टु क्यालकुलेट सम अफ द फर्स्ट एन्ड टर्म एसएनको भ्याल्यु लेख्नुहोस् भनेको एसएन निकाल्ने फर्मुला लेख्नुहोस् भनेको एसएन इक्वल्स टु के हुन्छ एन बाई 2 2a प्लस एन माइनस 1 इन्टु डी हुन्छ सो एसएन इक्वल्स टु एन बाई 2 2a प्लस एन माइनस 1 इन्टु डी वर ए भनेको चाहिँ फर्स्ट टर्म हो एन भनेको नम्बर अफ टर्म डी भनेको कमन डिफरेन्स हो सिम्पल आन्सर छ बीमा चाहिँ वाट विल बी द इम्प्लोइज मन्थली स्यालेरी बी इन द 5th इयर अफ द इम्प्लोइमेन्ट भन्छ इम्प्लोइमेन्टको 5औँ वर्षसम्म चाहिँ 5औँ वर्षमा चाहिँ उसको मन्थली स्यालेरी कति पुग्ला भनेको सो वी हेभ मन्थली स्यालेरी इच इयर फर्म्स एन्ड एपी फर्म पहिलो वर्षको चाहिँ मन्थली स्यालेरी ए भनेको 30,000 भयो 30,000 भयो पहिलो वर्षको मन्थली स्यालेरी भनेको 30,000 भयो त्यसपछि हरेक वर्ष चाहिँ 2,000ले बढ्छ भने 5औँ वर्ष चाहिँ कति पुग्ला भनेको T5 को भ्यालु सोध्यो हो सो T5 इक्वल्स टु के गर्नु मिल्छ T5 इक्वल्स टु A प्लस 5 माइनस 1 इन्टु डी त्यसो भने T5 इक्वल्स A प्लस 5 माइनस 1 इन्टु डी एनको भ्यालु चाहिँ 5 राखेको सो 30,000 प्लस 4 5 माइनस 1 भनेको 4 इन्टु डी भनेको 2,000 द्याट मिन्स 30,000 प्लस 8,000 द्याट मिन्स 38,000 T5 को भ्यालु कति आउँदो रहेछ 38,000 आउँदो रहेछ सो यहाँ चाहिँ हामीसँग पार्ट सी रहेको छ पार्ट सीमा चाहिँ हामीलाई क्वेसन सोधेको छ find the total aggregate amount of money he earned find the total aggregate amount of money he earned by the employee across the first their first 6 year of the service भन्छ 6 महिना उसले जम्मा कति कमायो होला भनेर सोधेको यसको लागि चाहिँ सिम्पल क्वेसन के रहेको छ भनेर बुझ्दौँ है अब उसले चाहिँ पहिलो वर्षमा चाहिँ पहिलो वर्षमा हरेक महिना चाहिँ 30,000 कमाउँछ अर्थात् वैशाखदेखि जेठ चैतसम्म चाहिँ उसले 12 महिनामा चाहिँ 30,000 कमाउँछ अब दोस्रो वर्षमा जसले चाहिँ हरेक महिना चाहिँ 32,000 कमाउँछ अर्थात् दोस्रो वर्ष चाहिँ 12 महिना चाहिँ 32,000 कमाउँछ त्यसो भने तेस्रो वर्ष चाहिँ 34,000 कमाउँछ हरेक महिना 34,000ले कमाउँछ यसरी चाहिँ बढ्दै गएर चाहिँ 6 वर्षसम्म चाहिँ यसरी 30,000 12 महिनाको लागि 32,000 12 महिनाको लागि 34,000 12 महिनाको लागि 36,000 12 महिनाको लागि यसरी चाहिँ 6 वर्षसम्म चाहिँ उसको चाहिँ पैसा बढ्दै जान्छ यसरी कमाउँदै जान्छ त्यो प्रोसेसलाई चाहिँ टोटल 6 वर्षमा त जम्मा कति कमायो भनेर चाहिँ निकाल्नको लागि हामीले पहिला के गर्यौँ यो S6 को भ्यालु निकाल्यौँ S6 भनेको n इक्वल्स टु 6 हुँदाखेरि 6 वर्षसम्म चाहिँ वैशाख पहिलो वर्षको वैशाख अनि त्यसपछि सेकेन्ड वर्षको ज्येष्ठ सेकेन्ड वर्षको पनि वैशाख भनौँ थर्ड वर्षको पनि वैशाख त्यो सबै वर्षको चाहिँ वैशाखको चाहिँ स्यालेरी चाहिँ जोड्यौँ अर्थात् S6 को भ्यालु निकाल्यौँ एक महिनाको चाहिँ 6 वर्षको स्यालेरी निकालौँ है प्रत्येक महिनाको चाहिँ 6 वर्षको छुट्टै स्यालेरी निकाल्दाखेरि SN भनेको S6 इक्वल्स टु n/2 को फर्मुला राखौँ 6/2 2 इन्टु A भनेको 30,000 पहिलो वर्ष 30,000 हो प्लस कसरी बढ्दैछ 6 माइनस 1 2,000 को दरले चाहिँ हरेक महिना चाहिँ बढ्दैछ हरेक वर्ष त्यसो गर्दाखेरि 3 इन्टु 60,000 प्लस 70,000 70 इन्टु 3 भनेको 2,10,000 अब हरेक वर्षको वैशाखको स्यालेरी जोड्दाखेरि 2,10,000 आयो अब वर्षमा वैशाखको मात्र स्यालेरी पाउँदैन उसले एक वर्षमा 12 महिनाको स्यालेरी पाउँछ त्यसो हो भने 6 वर्षमा एक महिनाको स्यालेरी जोड्दाखेरि 2,10,000 आउँछ भने उसले टोटल 6 वर्षमा चाहिँ 12 महिनाको स्यालेरी पाउँछ S6 इन्टु 12 गर्छौँ S6 इन्टु 12 गर्दाखेरि कति आउँछ 2,10,000 इन्टु 12 गऱ्यो भने
1 10 100 1000 1000 लाख 10 लाख 25,20,000 चाहिँ उसले कमाएछ भनेको. So within 6 years, and the total amount earned over the first 6 years is 25,20,000, which is the required sum. यसमा चाहिँ अलिक कन्फ्युजन टाइपको छ. सो बी केयरफुल इन दिस क्वेसन. हामी चाहिँ क्वेसन नम्बर 6 मा पुग्यौँ. क्वेसन नम्बर 6 मा के भन्छ, अ सोलिड वुडन टो इज पर्फेक्टली कर्भ्ड इन सेप अफ कोन. कोनिकल सेपमा चाहिँ एउटा टोयले चाहिँ काटेछ. रेडियस अफ द सर्कुलर बेस इज 6 cm एन्ड द भर्टिकल हाइट इज 8 cm. भर्टिकल हाइट चाहिँ 8 cm छ, रेडियस चाहिँ 6 छ भनेको. वी हेभ आर इक्वल्स टु 6 cm, एच इक्वल टु 8 cm, पाईको भ्यालु 3.14 राखेको हुन्छ, 22/7 राखेको हुन्छ. हामीले यो डायग्राममा हेर्न सक्छौँ. हामीलाई चाहिँ आर भनेको 6 छ अनि एच भनेको 8 छ अनि स्लाइन्ट हाइट चाहिँ हामीले निकाल्छौँ. अब ए नम्बरमा जाउँ. ए नम्बर चाहिँ क्वेसन के छ, एक्सप्रेस द रिलेसन बिट्विन एल भर्टिकल स्ल्यान्ट हाइट, भर्टिकल हाइट एन्ड रेडियस भन्छ. एलको रिलेसन लेख्नुहोस् भनेको एल स्क्वायर इक्वल्स टु के हुन्छ, आर स्क्वायर प्लस एच स्क्वायर, आर स्क्वायर प्लस एच स्क्वायर. यति छोड्दा हुन्छ, होइन भने एल इक्वल्स टु रुट अफ आर स्क्वायर प्लस एच स्क्वायर यति छोड्दा नि हुन्छ. दिस इज द रिक्वायर्ड रिलेसन. अब बी नम्बर चाहिँ क्यालकुलेट द सिएसए अफ द कोन भन्छ. सिएसएको फर्मुला चाहिँ फाइ आरएल हो. फाइ आरएल हामीलाई चाहिँ आर छ, एच छ, एल निकाल्नु पऱ्यो. त्यसको लागि एल इक्वल्स रुट ओभर एच स्क्वायर प्लस आर स्क्वायर गर्ने, रुट ओभर 6 को स्क्वायर प्लस 8 को स्क्वायर, 36 प्लस 64 रुट ओभर 100 त्यो भनेको 10. सो सिएसए इक्वल्स टु फाइ आरएल. फाइको भ्यालु 3.14 राखेँ मैले, हजुरले 22/7 राख्दा हुन्छ, इन्टु 6 इन्टु 10 भनेको 188.4 आयो, 188.4 आयो. सिएम स्क्वायर चाहिँ हाम्रो के आयो, सिएसए आयो. सिएसए इक्वल्स टु 188.4 सिएम स्क्वायर. अब यहाँ चाहिँ थोरै पोइन्टमा चाहिँ फरक आउन सक्छ. यदि 22/7 राख्नुभयो भने अलि फरक आउन सक्छ. अब चाहिँ हामी सीमा गयो. फाइन्ड द टोटल भोल्युम अफ द वुडन युज टु क्रिएट दिस सोलिड टय भन्छ. भोल्युम निकाल्नुहोस् भनेको कोनको 1/3 फाइ स्क्वायर एच भन्छ भोल्युमको लागि. अब आर छ, एच छ, हामीले भ्याल्यु राख्छौँ. So V equals to 1/3 3.14 into 6 square into 8. That means 1/3 into 3.14 into 36 into 8. That means 301.44 चाहिँ हाम्रो भोल्युम आएछ. This is the required volume. Volume of the wood use equals to 301.44 cm cube भन्छ. अब हाम्रो चाहिँ क्वेसन नम्बर 7 रहेको छ. क्वेसन नम्बर 7 चाहिँ A decorative glass weight is designed as a regular pyramid standing on square base भन्छ. एउटा ग्लासलाई चाहिँ हामीले सजाउने ग्लासलाई चाहिँ एउटा पिरामिडिकल फर्ममा चाहिँ राखेको रहेछ, पिरामिडिकल सेपमा राखेको रहेछ. द साइड अफ द लेन्थ अफ स्क्वायर बेस इज 10 cm. बेसको लेन्थ चाहिँ 10 cm रहेछ. एन्ड भर्टिकल हाइट इज 12 cm. भर्टिकल हाइट चाहिँ कति रहेछ, 12 cm रहेछ भने द्याट मिन्स यो भर्टिकल हाइट चाहिँ 12 cm छ, साइड चाहिँ 10 cm छ. अब एल चाहिँ दिएको छैन, एल निकाल्छौँ हामीले. अब ए नम्बरमा आउँ. ए नम्बर चाहिँ के छ, राइट डाउन द म्याथमेटिकल फर्मुला युज टु फाइन्ड द टोटल सर्फेस एरिया अफ द स्क्वायर बेस पिरामिड भन्छ. टिएसएको फर्मुला लेख्नुहोस् भनेको, टिएसए भनेको चाहिँ ए स्क्वायर प्लस 2AL हुन्छ, जहाँ ए भनेको लेन्थ अफ द बेस हो, साइड अफ द बेस, एल भनेको स्लाइन्ट हाइट हो, एन्ड एज यति नै हो, टी स्क्वायर प्लस 2AL. यसलाई चाहिँ यसरी लेख्दा नै हुन्छ, ए प्लस 2L यसरी चाहिँ लेख्दा नि हुन्छ. ए स्क्वायर प्लस 2AL चाहिँ बेटर आन्सर. अब बीमा चाहिँ डिटरमाइन द स्लाइन्ट हाइट अफ द ट्रायङ्गुलर फेस अफ द पिरामिड भन्छ. एलको भ्याल्यु निकाल्नुहोस् भन्छ. एल भनेको चाहिँ एल इक्वल्स टु रुट ओभर एच स्क्वायर प्लस A/2 को होल स्क्वायर भन्छौँ है, A/2 को होल स्क्वायर भन्छौँ. एल इक्वल्स रुट ओभर एच स्क्वायर प्लस A/2 को होल स्क्वायर. अब हामीले चाहिँ भ्याल्यु राखौँ. एच भनेको चाहिँ 12 छ, A/2 भनेको 10/2 इज इक्वल टु 5. Therefore 12 को स्क्वायर प्लस 5 को स्क्वायर, द्याट मिन्स 144 प्लस 25, द्याट मिन्स 116, द्याट इज एल इक्वल टु 13 cm. स्लाइन्ट हाइट हाम्रो 13 आयो. अब सीमा चाहिँ क्यालकुलेट द टिएसए. टिएसएमा राखौँ, ए स्क्वायर प्लस 2ALमा राखौँ. ए भनेको 10 को स्क्वायर इन्टु 2 इन्टु ए भनेको 10, एल भनेको 13, 360 आएछ. यसो सिएम स्क्वायर. टिएसए इक्वल्स टु 360 cm स्क्वायर. यसो चाहिँ हाम्रो टिएसए आउँछ. त्यससँगै हाम्रो चाहिँ लास्ट क्वेसन रहेको छ, क्वेसन नम्बर 8. क्वेसन नम्बर 8मा चाहिँ द कन्टिन्युस फ्रिक्वेन्सी डिस्ट्रिब्युसन टेबल बिलो सोज द मार्क्स अब्टेन बाई क्लास अफ स्टुडेन्ट्स इन म्याथ टेस्ट भन्छ है. एउटा म्याथमेटिक्स टेस्टमा चाहिँ स्टुडेन्टहरूले चाहिँ अब्टेन गरेको मार्क्सहरूलाई दिएको छ. 0 to 10 मा चाहिँ 3 जना, 10 to 20 मा चाहिँ 5 जना, अनि 20 to 30 मा चाहिँ 8 जना, यसरी चाहिँ रेन्जहरू दिएको छ. त्यसो भने ए नम्बरमा चाहिँ के सोध्छ, ए नम्बरमा चाहिँ के सोध्छ, राइट डाउन द अर्थमेटिक मिन एक्स बार फर्मुला फर कन्टिन्युस ग्रुप डाटा युजिङ डाइरेक्ट मेथड. एक्स बारको फर्मुला लेख्नुहोस् भनेको डाइरेक्ट मेथडमा.
समेसन एफएक्स बाई समेसन एफ लेख्दा भयो समेसन एफएक्स बाई समेसन एम लेख्दा भयो एन लेख्दा भयो समेसन एन मात्र लेख्दा नि भयो समेसन एफ भन्नु नै यो हो समेसन एफएक्स बाई एन लेख्दा नि हुन्छ समेसन एफएक्स बाई समेसन एफ लेख्दा नि हुन्छ बट एक्स इज द मिड भ्याल्यु भन्छौँ क्लास इन्टरभलको मिड भ्याल्यु हो एक्स हामीले यहाँ चाहिँ समेसन एफएम बाई एन लेख्दा नि हुन्छ एमलाई चाहिँ मिड भ्याल्यु भन्यो भने सो डोन्ट गेट कन्फ्युज बीमा चाहिँ कन्स्ट्रक्ट द फ्रिक्वेन्सी डिस्ट्रिब्युसन टेबल विथ क्लास मिड पोइन्ट एक्स एन्ड कलम्स क्यालकुलेसन कलम एफएक्स हुन्छ अब मिड पोइन्टलाई एक्स मान भनेर चाहिँ सपोज गरेछ भने एक्स नै मान्छ हामी अब 0 to 10मा चाहिँ 3 छ फ्रिक्वेन्सी मिड पोइन्ट भनेको 0 + 10/2 गर्छौँ द्याट मिन्स 10/2 भनेको चाहिँ कति हो 5 हो यसरी चाहिँ हामीले मिड पोइन्ट निकाल्यौँ मिड भ्याल्यु निकाल्यौँ 10 + 20/2 भनेको 30/2 भनेको 15 20 + 30/2 भनेको 25 30 + 40/2 भनेको 35 40 + 50/2 भनेको 45 सो हाम्रो चाहिँ मिड भ्याल्यु एक्सको भ्याल्यु आयो अब 3 × 5 भनेको 15 5 × 15 भनेको 75 8 × 25 भनेको 200 2 × 35 भनेको 70 2 × 45 भनेको 90 अब सबै भ्याल्युलाई जोड्दाखेरि कति आउँछ समेसन एफएक्स इक्वल्स टु 450 आएछ सबैलाई जोड्ने हो है यो त्यससँगै अब सीमा त्यसपछि क्यालकुलेट के गर्छ भन्छ समेसन एफएक्सको भ्याल्यु निकाल्दाखेरि 450 आयो अनि समेसन एफ भनेको यो नम्बरहरूलाई सबैलाई जोड्ने 3 + 5 + 8 + 2 + 2 गर्दाखेरि 20 आयो त्यसो भने मिन निकाल्ने फर्मुला एक्स बार इक्वल्स टु के हुन्छ समेसन एफएक्स बाई एन समेसन एफ गरौँ द्याट इज 450/20 भनेको 22.5 आएछ यसरी चाहिँ हाम्रो मिनको भ्याल्यु चाहिँ 22.5 आएछ सो हाम्रो चाहिँ क्वेसन पेपर चाहिँ सोल्युसन यति नै रहेछ हस् त हेर्दै गर्नु होला धन्यवाद